बुवा हाम्रो बहिनी पनि ठुली भइसकी। अरे त के गर्नु त? अब उसको बिहे गरिदिनु पर्छ। होइन, केटा सेटा देखेको छैन, माग्नु आएको छैन, तेरो बहिनीले कसरी बिहे गरिदिनु? त आफै भन् न। त्यो पर डाँडा घरे जीवन छ नि, ऊ मेरो बच्चादेखिको साथी पनि हो। उसले हाम्रो बहिनीलाई मन पनि पराउँछ। उनीहरूको खानदान पनि राम्रो छ। ए होला छोरा? हो नि बुवा, उसलाई आज मैले हजुरसँग। बुवा नमस्ते। अनि उत्तम के छ तेरो हाल खबर? नमस्ते बाबु, नमस्ते। ए जीवन, ल बस बस। हस् भइहाल्छ। जीवन, हामी त तिम्रै कुरा गर्दै थियौँ। ए हो र उत्तम, के कुरा गर्दै थियौ मेरो बारेमा? बुवा, अघि मैले भनेको थिएँ नि, उही हो केटा। ए बाबु नै हो? राम्रै लाग्यो। तर छोरा, हामीले उहाँको बारेमा बुझ्नु भन्दाखेरि पनि हाम्रो छोरीले उहाँको बारेमा धेरै बुझ्नु जोड्ने छ। छोरीको सहमति पनि चाहियो। पहिला हामीले छोरीलाई एकचोटि सोध्नु पर्ने हो कि? बुवा, बहिनीलाई किन सोधिराख्नु पर्यो? ऊ मेरो बहिनी हो। मैले भनेको मान्न पर्छ। त्यहाँमाथि जीवन भनेको राम्रो मान्छे हो। खानदानी, घर परिवार सबै राम्रो छ। त्यसैले ऊ भन्दा राम्रो हाम्रो बहिनीको लागि कोही हुन सक्दैन। हो बुवा, उत्तमले सही भन्नुभयो। मसँग पैसा छ, धन सम्पत्ति सबै छ। तपाईँको छोरीलाई म कहिले दुःख दिने छैन, जहिले पनि सुख सहित राख्नेछु। यो मेरो बाचा भयो। तपाईँ यो कुरा राम्रोसँग बुझिरहनु। तपाईँको छोरीको र मेरो बिहे भयो भने म यति धेरै खुसीको दिने छु कि तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न। बाबु, हाम्रो छोरीलाई हामीले सक्दै नसकेको खुसी दिन्छु भन्नुको खुसी लाग्यो। तर एउटा कुरा याद राख, अहिले एकचोटिसम्म मेरो छोरीको आँखाबाट आँसु झरेको छैन। यो सम्बन्ध सधैँ राम्रो रहिरहोस्। बुवा, तपाईँ ढुक्क हुनुहोस्। हाम्री बहिनीले कहिल्यै दुःख पाउनु छैन, किनकि जीवन जस्तो श्रीमान पाउँदैछ। यो कुरामा म त ढुक्क छु। जीवन केही नसोच्नुहोस्, यो कुरामा तपाईँ ढुक्क भयो हुन्छ बुवा। यो समय पनि अति बलवान हुँदो रहेछ। जीवन त साथी भनिरहेको मान्छेलाई अब त ज्वाइँ भन्न पर्ने भयो। के भयो त उत्तम? हामी बच्चैदेखिको साथी भए पनि अहिले ज्वाइँ जेठान हुँदा एउटा घरेसी मामालाई जोडिने भयो। झन् हामी एउटा घर फ्यामिली बलियो हुने भयो। हस् त बुवा, अहिले म लाग्छ है त। ल त अहिले म लाग्छु है। ल ल त्यसो भने अनि मलाई किन ढिलो गरेको त? ए के गर्नु, काठमाडौँको जाम आउँदा आउँदै ढिलो भयो। अनि के कामले बनायो त? हजुरले एउटा केटीको लागि एक्सुरी पागलले धेरै किन भएको? तपाईँको साथमा केटीका छ भन्नुहुन्छ, तर साथमा त भेट्दिन, कता हुनुहुन्छ नि?
माया नलागे नि भोकेबासलाई लाज त लाग्छ होला नि। यदि उसलाई बाचा कसम खाएको याद भयो त फर्केलान्थ्यो होला नि त। हुन त यो संसारमा पैसा भन्दा ठुलो अमूल्य केही पनि हेर्न छ। माया त छिनभरको लागि मात्र रहेछ। बढी देख छोडेर रहेको मान्छेको यादमा किन पागल हुन्छ। बरु आफूसँग मिल्ने एउटा असल साथी खोज्नु। आफ्नो संसार बसाल। ठिक भने आउनु तिमी, तर मैले मनबाट उसलाई निकाल्न सकेकै छैन। सोच्दैछु अब नयाँ संसार सजाउने भने। उसको यादमा आफ्नो घर परिवार इष्ट मृत सबै त्यागे, तर उसलाई मैले मन्दिरमा राख्दा मनमा सजाएर भगवानसरी पुजेर मन्दिर पनि बनाएँ, तर उसले मेरो माया कहिले पनि बुझेन। होस्, अब आफ्नो नयाँ संसार सजाउनलाई केही त सोच्नै पर्छ। सोच्दै हेर्न बेलैमा होस् बुढो, बरु छिटै बिहे गर। ठिक छ, बिहेको बारेमा सोच्नु न। अनि भन न, तिमीले चाहिँ यहाँ के गर्नु भनेको? देख, तिमीसँग भन्नु त धेरै कुरा छ हो, भयो छोडिदिउँ। भन न, के कुरा हो भन न। आफै भन्छु भनेर पनि बोलाउने, अनि मनको कुरा नभने माया गर्ने मान्छेले मनको कुरा भन्न पनि दिन्छ। नजान्नुपर्छ। देख, तिमी पनि बस्ती कुरा गर्छ, मन परेको मान्छेसँग त बोल्न डराउनु। ल होइन, ठिकै छ, मन परेको मान्छेसँग पो हतै डराउनु, तर त्यो तैँले भनेन भने अर्कोचोटि भेटपछि भन न, अहिलेसम्म आधारसम्म गएँ त। उत्तम, म नि तेरै घरतिर जाँदै थिएँ। ए हो र जीवन, हामी पनि तिम्रै घरतिर जाउँ भनेर जाँदै थियौँ। ठिकै त भयो, बाटैमा भेट भयो। त्यही त नि, कस्तो बाटोमै सायद जुरेछ त नि। के कामले जान लाग्थ्यो कुनी? कुरा के हुनु नि जीवन, तिमी अस्ति हाम्रो घरमा आएर गएपछि बहिनी र म बुवा बसेर हामी सरसल्लाह गऱ्यौँ र हामीले तिमीलाई बहिनी दिने नितो गरेका छौँ। धेरै जीवन, अनि पनि दाइतेर बुवाको कुरा काट्न नसकेर तिमीसँग बिहे गर्ने राजी भएकी छु। भोलि गएर दुःख चाहिँ खाँदिन है। राधा, तिमीले केही चिन्ता मान्नु पर्दैन। मैले तिम्रो दाइ र बुवासँग तिमीलाई खुसी राख्छु भनेर बाचा गरिसकेको छु। ल जीवन, तिमीले कुरा बुझिहाल्यौ। अब तिमी पनि बिहेको तयारी गर, हामी पनि बिहेको तयारी गर्छौँ र अब बिहे धुमधामले गर्न पर्छ। अहिले चाहिँ हामी छुट्टिन्छौँ है। हुन्छ ल। बहिनी। बाबु भन्न आमा। त घर एकछिन बस्दिनस्, दिनभरि डुलै गर्छस्, एउटा सिनको उठाउँदिनस्। म बुढी र तेरो बुढीले कति चाहिँ दुःख गर्ने भन् त। अब हेर न, तेरी आमा पनि बुढी भइसक्यो, भित्र बाहिर गर्न सक्दिन। हात खुट्टा काम नथालिसक्यो। भएको सम्पत्ति सबै रक्सी खाएर उडाएर सकाइहालिस् तैँले। यस्तो नगर न बाबु, अब त सुध्रिए। अब त्यो बुहारीले मात्रै कति भित्र बाहिर गर्ने। अब उसले मेरो स्याहार गर्ने कि बाहिर गाई बस्तुको स्याहार गर्ने। त किन यसरी बिग्रेको भन्दा बाबु? तपाईँले बुहारीको धेरै चासो लिँदै हुनुहुन्छ। त्यसको चासो लिने काम नगर्नु, धेरै टाउकोमा चढाएर नराख्नु। त्यसले तपाईँको पनि काम हेर्नुपर्छ र बाहिरको पनि काम हेर्नुपर्छ। यति कुरा त्यसले राम्रोसँग बुझ्नुपर्छ। सम्पत्तिको नाममा यही एउटा घर छ, त्यसकै मात्रै धेरै गुनगुन नगाउनुहोस्। फेरि दुईजनालाई म यो घरबाट निकाल्दिन बाध्य हुनेछु। यतिको चाहिँ सारा सम्पत्ति सकिसक्यो। जब यो घरको मलाई के मतलब छ र? ठिक भनिस् बाबु, भएको सम्पत्ति सबै रक्सी खाएर सकाइस्। अब भएको यही एउटा घर छ, त्यसमा पनि आँखा लगाइस्।
फेर बाबु एरियामा त डाँडे नाचीको घाम जस्तै हो। आज हो कि भोलि डुब्छ थाहा छैन। बरु म बाँचुन्जेल यो घर बेच्ने कुरा नगर। बरु घर बसेर यो बुढी आमाको स्याहार सुसार गर। ए यो आमा पनि कस्तो कुरा गरिरह। तपाईँको स्याहार सुसार गर्नको लागि घरमा नोकर्नी ल्याएर राखिदिएको छु त। अरू पैसा छ भने दिनु। बिहानदेखि रक्सी खान नपाएर यहाँ कस्तो टाउको दुखिरहेछ। तैँले कुक कमाएर राख्न दिएछस् नि। द्याछु खै मेरो आमाले पैसा कहाँ राख्छ भनेर मलाई थाहा छैन र। छोड्न बाबु। खै बाबु अब म रक्सी खान हिँडेको। तेल ल्याउला भनेर राखेका थिएँ। यो मरले कोसेर लगिहाले। कति सताउन सकेको। हे भगवान्। दाइ होइन है बहिनी, यो बिहानै कताबाट आइपुगिस्? आइज यहाँ बस। होइन दाइ, म त नबस्ने। होइन के भन्छ यो नबस्ने रे? के भयो तँलाई? के भएको छैन दाइ? केही भएको छैन रे। त मलाई झुट नबोल बहिनी। म तेरो दाइ हो। म तेरो अनुहार हेरेर सजिलै थाहा पाउन सक्छु तँलाई के भएको छ के भएको छैन। त्यहाँ माथि तेरो त्यो मुखको दागले नै बताइसकेको छ। त्यसैले ननाटी बन। यो तेरो मुखको निलगाम कसरी भयो? दाइ हजुरले के झुट बोल्नु र? सारा गाउँले थाहा पाउँछ कुरा हो। तपाईँको बिहान दिनभरि साथीहरूसँग बाहिर जानुहुन्छ, साँझ आउनुहुन्छ, पुग्नुहुन्छ। मैले भित्रै मनदेखि झुट बोलेर के गर्नु? तपाईँले बाहिर चोटले ख्यापै सक्नुभयो। म चाहिँ भने उहाँको बिरानी आमालाई दिनभरि सेवा गर्दै बस्छु। उहाँलाई काममा जानुहोस् भन्दा मलाई काममा पठाउने कोर्स गर्नेर फेरि टिप्न थाल्नुहुन्छ। के गर्नु? हिजो तपाईँले नै भन्नुभयो राम्रो परिवार छ, बिहे गरिदिनु भयो। आजै यस्तो हालतमा छु। के गर्नु त बहिनी? बाहिरबाट हेर्दा राम्रो मान्छे लाग्यो र तिम्रो बिहे गरेर दिइहाल्यो। भित्री रूप तिनीहरूको कुरूप रहेछ। फेरि एउटी भकी बहिनी नजिकै दियो भने सधैँभरि मुख देख्न पाइन्छ भनेर यहीँ गाउँमै दियौँ। तै पनि पख्न त किन यस्तो गरेका रहेछन्? तिनीहरूसँग एकचोटि कुरा गर्छु म। छोरा कसँग बोल्दैछौ? ए छोरी आयो? ए छोरी आयो? नमस्ते छोरी। छोरी म यो के देख्दैछु? तिम्रो अनुहार भोलि दिन देखेँ। कतै ज्वाइँसँग झगडा भयो कि? अनि ज्वाइँले कुडीको हो कि के हो? खाथे छोरी, यो दिन एक दिन आउँछ भनेर यसलाई पनि मैले भनेर यो घरको मान्छे राम्रो छैनन् भनेर। तर यसले मान्दै मानेन। खानदानीको हुन् बुवा, उनीहरू भन्छन् राम्रो छन् भनेर भन्यो र हामीले तिमीलाई बिहे गरिदियौ। हजुर यो दिन देख्नु पर्यो पुलिसकारमा। के गर्नु त बुबा? बच्चैदेखि सँगै पढेको साथी राम्रो छ भनेर दिइहाल्यौँ। यस्तो गर्ला भनेर कसले सोचेर? यो भगवान् पनि कति निष्ठुरी हुँदो रहेछन्। यो मेरो बहिनीले कति धेरै दुःख पाए। सानैमा आमा बित्नुभयो। जसो तसो दुःख सुख गरेर हुर्कियो। सुख पाउली कि भनेर बिहे गरेर दिएको। आज उल्टै यस्तो देख्न पर्यो। जुन माटोमा
जन्मिन् हुर्किन्, त्यही माटोमा उसको सपनाहरू हराए। अब यो संसारमा भरोसा गर्न लायक कुनै छ र? हुन त गल्ती मेरो पनि हो। ऊ बेलामा तैँले पनि यो गर्दिन भनेको थिइस्। मेरै जबरजस्तीले मेरै खुसी हेर्नको निम्ति तैँले हुन्छ भनिस्। मलाई पनि मेरो मुटुको टुक्रा जस्तो मेरो बहिनी टाढा पठाउनै सकिनँ। के गर्नु, भाग्य नै यस्तै रहेछ। तर पनि चिन्ता नगर, म एकचोटि तिमीहरूसँग राम्रोसँग कुरा गर्छु। भयो दाइ, हजुरले उहाँहरूलाई केही भन्नु पर्दैन। मेरो कारणले म हजुरलाई नराम्रो भएको देख्न चाहदिनँ। मेरो त के छ र? अब त दाइ मलाई चोट खान बानी पनि गरिसके। बरु अब म जान्छु। हजुरहरूलाई कस्तो छ भनेर भेट्न आएकी थिएँ। छोरी, त्यसो भनेर कहाँ हुन्छ? तेरो घरमा तँलाई दिनरात कुट्ने घरमा मिठो मसिनो खानु पनि पाएको छैन छोरा। र हामी बाबु छोराले पनि तेरो हातबाट पकाएको खाना नखाएको धेरै भयो छोरी। पकाऊ खाना, जाने कुरा नगर। अनि बाउ छोरा छोरी मिलेर खाउँला। म यसो गाउँतिर घुमेर आउँछु। है छोरी, बस। हो बुवा, बस्दिन। यस्तै घरमा बिन्दा देखेर कनु गएर कतिक्न भित्र त्यसमा भने दिदी हरायो भने त मार्न नि। बहिनी, मान्छे चिन्न नसकेर मबाट ठुलो गल्ती। तर एउटा कुरा चाहिँ याद गरेस् त, बाउ दाइको खुसीको निम्ति आफ्नो खुसी नत्यागेस्। मलाई त्यस्तो पीडाहरू भयो भने आउन पाइनस् भने यसो फोन गर्दै गरेस् र कहिले कसो मिलाएर माइती पनि आउँदै गरेस्। हुन्छ रे मम्मी। नमस्ते छु। पहिले त आइ के रोल घरभित्र पनि नबसिन्छ न, फर्केर जानु। ल छोरा, म पनि गाउँतिर घुमेर आउँछु, तिमी बस है त। ए जीवन हामी कति बाहिर मात्र भेट्नु, अब तिमी मलाई के गर? सीता, तिमीले भने जस्तो बिहा गर्नलाई त्यति सजिलो छैन सीता। मेरो घरमा श्रीमती पनि छ। भोलि फेरि मैले तिमीलाई बिहे गरेँ भने भोलि मलाई फेरि बहुमुद्दा लाग्न सक्छ। त्यही भएर मलाई अलिकति समय देऊ न, म मिलाइहाल्छु नि सबै कुरा। ए तिमीलाई समय दिँदा दिँदै तिनकै मेरो पेट बढ्दै गइरहेको छ। बिहे नभएको केटीको दिनदिनै पेट बढ्दै जाँदा समाजले मलाई के भन्छ? समाजको के कुरा गर्छौ तिमी? फेरि यस्तो कुराहरू त सबैको भएकै हो। म मिलाइहाल्छु नि सबै कुरा, तिमी किन चिन्ता लिन्छौ? बरु मैले तिमीलाई बिहे गर्नलाई त घरको श्रीमतीलाई पन्छाउनु पर्छ। त्यो कुरा पनि त म सोच्दैछु। ठिक कुरा भन्यो। त्यसलाई पन्छाउनका लागि त्यसलाई मार्न पर्छ। अब हामी धेरै बेर नबसौँ। यहाँ गाउँ समाजले देख्यो भने नराम्रो सोच्छन्। अब हामी छिट्टेकै ल ल हुन्छ, तिम्रो घर पनि आइहाल्यो। तिमी जाऊ, म पनि घर फर्कदैछु है त। त खुरुक्क बाहिर आइज त। मैले भनेको कुरा तैँले अहिले मान्नै छोडेछस्। आएपछि खाने भनेर भात पस्केर बसिरहेको छु, कुरिरहेको छु। तपाईँ यसरी आएर मलाई कुट्नुहुन्छ? आफूले भने घरको काम केही नै गर्नुहुन्न। दिनभरि साथीभाइसँग डुल्नुहुन्छ, केटीहरू घुमाउनुहुन्छ, अहिले यसरी आएर मलाई कुट्नुहुन्छ? भयो भयो, धेरै कुरा नगर। त मेरो बुढी होइनस्, त यो घरको नोकरानी होस्। नोकरानी
म बाहिर अरूसँग सुतौँ या अरूसँग जेसुकै गरौँ, तँलाई के मतलब हँ? तँ यस्तै बोल्दै गइस् भने म तेरै अगाडि यही घरमा केटी ल्याएर सुताउने छु। हो बुढा, तपाईँले ठिक भन्नुभयो। तपाईँलाई त केटी घुमाउन र घरमा लिएर सुताउनु बाहेक अरू के नै आउँछ र? बुढी आमाले दुःख सुख गरेर धन सम्पत्ति जोड्नु भएको छ, उडाउनुहोस्, मोज मस्ती गर्नुहोस्। भोलि बुढेसकालमा दुःख पाउँदा बल्ल थाहा पाउनुहुन्छ। भयो भयो, तँ जाबीले मेरो बुढेसकालको चिन्ता गर्नु पर्दैन। मैले मेरो बुढेसकालको लागि अथात सम्पत्ति जोडिसकेको छु। र अरू कुरा, म मौज मस्तीमा हिँड्न चाहन्छु। मेरो अगाडि तगारो बन्ने काम नगर। आज त 2 झापर बेचेछस्, पछि फेरि तेरो ज्यान पनि जान सक्छ। अनि तैँले पस्केको तेरो त्यो आँसु जस्तो नुनिलो खाना तँ आफै खिच। त्यहाँ बाहिर मलाई कान्छीहरूले मिठो मिठो परिकार बनाएर राखिदिएको छ। गएँ म। अनु के छ खबर? ठिकै छ। अनु मेरो दाइलाई पाएपछि त साथीलाई त भुलिस् त? छैन भुलेको, तिमी सोच्न त्यस्तो हो। थाहा छ मलाई, यदि नबिर्सेको भए त फोन गर्थ्यौ होला नि मलाई। कुरा के भन्यो नि सीता, मलाई आज भोलि कसैसँग बोल्नै मन लाग्दैन, त्यही भएर कल गर्न नि मन लाग्दैन। त्यस्तो भनेर कहाँ हुन्छ र अनु? तँलाई के भएको छ मलाई भन्न आयो कि म पनि धेरै साथी त उक्त्यारे। खाइ नसम्म अब मुन्डाएर लाग्छ, म त भन्नुपर्छ मलाई काम तेरे लग परे थे कितने सर तले बस तो सब अंदर मेकअप होते हैं तेरे लो ना पापा ने तिमीमा अलिकति माया दया छैन? श्रीमतीलाई सधैँ कुटेर बस्छौ रे। हुँदा हुँदा आज म ससुरालाई कागा पो भन्छ त। लो छोडो यो कुरा सबै। आजदेखि उब्रन्त श्रीमतीले कुटाउने कि ममा नराम्रो कुनै हुँदैन। जोडी छोए भन्दिन। होइन, मैले बुढी गुडियाको कुरा कसरी थाहा भएछ ससुराबालाई? बुहारी, एउटा कुरा भनौँ। भन्नु न। यहाँदेखि यो घर साह्रै राम्रो भएको छ, उज्यालो भएको छ। होइन ए बुहारी, मेरो सेवा मात्रै कति गर्छौ? यसो बाहिरतिर अब कामेर मेरा बाजौ, मेरो सेवा मात्रै कति गर्छौ बा? आमा, मैले घरमा मेरा कपको काम सबै सकिसकेँ, त्यही भएर त तपाईँको सेवा गर्दैछु। अनि मैले हजुरको सेवा नगरी कसले गर्छ? अब तपाईँको छोराको चालचलन थाहा नै छ। बिहान घरबाट निस्केपछि कति बेला आउने थाहा नै छैन। त्यही त नि बुहारी, छोराले भनेको पटक्कै मान्दैन। दिनभरि कता कता जान्छ, बेलुका आउँछ, तँलाई दुःख दिन्छ, तँलाई कुट्छ। केही भन्यो भने उल्टो मलाई कुट्न आउँछ। म बुढी केही गर्न सक्दिन। कति दिन त कुटै खाएर बस्छेस्, बरु भनेको मान्छेस् भने बरु केही दिन माइद गएर बस, कमसे कम तेरो शरीरले त सुख पाउँछ। होइन नि आमा, हजुरको सेवा गर्न पाएको छु। यो बुढेसकालमा हजुरको सेवा गर्न पाउनु भनेको त मेरो पुण्यको कुरा हो नि त। यसै पहिले हामी छोरी मान्छेको जिन्दगी अरूको घरमा गइसकेपछि जसो तसो गरेर दुःखसीको काटेको छ। यसै पनि छोरी मान्छेको जिन्दगी एकचोटि बिहे गरेर आइसकेपछि श्रीमानको यता एकिटै खाएर भए पनि बस्नै पर्यो। उसरी सतैको घर छाडेर जाने त भएन। फेरि श्रीमानले कुट्यो भनेमा घर छाडेर गएपछि समाजले नराम्रो भन्छ। बरु भस गरेर जाँदैन तिनीहरूलाई बिर्सेर
हामी दुवैजना मिलेर हजुरको छोरा आएपछि सुना गरेर होइन सासू बुहारीको के गनगन हुँदैछ? छोरा पनि आयो। फेरि पनि त बुहारीलाई बुझ्न बाँकी छैन। अब कहाँ कुट्नु आफ्नो बुढीलाई? बुढेसकालको सहारा बनेको मेरो यही त हो। अब यो बुढीलाई नि मैले जहिले कुटेर हुन्छ त? बुढीसँग सानो काम थियो, आउ त भित्र। आएन, सधैँ झर्केर कराउने उठ्ने गर्थ्यो। सुत्रिछ कि क्या हो मोरा? आज त आँखको वास्ता नगइकन कतो सारी सेजमा किस्दैथ्यो हाँसी हाँसी मोले ता देखेछ अब यो बुढाबुढी सर्दै आजीवी हिँड्न चाहन्छु। आमाको अगाडि माया गरे जस्तो पो गरे त मैले तँलाई। आज त मेरो हातबाट बस्दैनस्। आज तँलाई म मारिदिन्छु। तँलाई थाहा छ तँ हुँदा हुँदै मैले अर्को बिहे गर्न पाएन। तँ मरेपछि मलाई आनन्द हुन्छ। यदि मलाई मार्नु नै थियो भने किन बिहे गरेको? तपाईँलाई थाहा छ जिन्दगीको सुख दुःख तपाईँसँगै काट्छु भनेर आएकी थिए। आज तपाईँले एउटा बाहिरको केटीको लागि तपाईँले मलाई मार्न खोज्दै हुनुहुन्छ? ल मार्नु त कसैले मार्नुहुन्छ? अझै त मसँग मुख मुखी राख्छस्? ओहो आमा नमस्कार। ए बस्नु न बा, म पानी लिन जान लागे। म यहाँ बस्न आएको होइन। अनि तपाईँको छोरा जीवन चाहिँ खोइ? खोइ बाबु, जीवन त बिहानै कता गए बाहिरतिर। अनि के कामले आउनु भएको थियो? मलाई भन्दा नि भइहाल्छ नि बाबु। ठिक भन्नुभयो आमा। सधैँ बरालेर हिँड्ने मान्छेलाई घरमा बस्ने फुर्सद का, 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 घरमा बस्ने फुर्सद का। अनि एउटा कुरा तपाईँले पनि बुझिराख्नुहोस्, यो घरमा मेरो बहिनीलाई मेरै जबरजस्तीले दिएको हुँ। घर राम्रो छ, परिवार राम्रो छ भनेर बुवाले हुन्न हुन्न भन्दा भन्दै पनि मैले आफैले जबरजस्ती गरेँ। तर आज त्यो जीवनलाई मेरो आफ्नो ज्वाइँ हो भन्न पनि मलाई लाज लाग्छ। म यही कुराहरू भन्नलाई जीवनलाई खोज्न आएको, तर यहाँ जीवन भेटिन। मैले बाटोमा भेटेँ भने म भन्छु, यदि भेटिन भने तपाईँले राम्रोसँग सम्झाइदिनु होला। अहिलेलाई म गएँ। ए साँच्ची एकचोटि जोजोलाई फोन गर्नु यार। ए जोजो, त्यो जीवन भन्ने कहाँ छ? पत्ता लगा त। मेरो बहिनीको हत्या गरेर गएको 7-7 दिन भइसक्यो। जसरी हुन्छ तुरुन्त पत्ता लगा। आज एउटा केटीको लागि मेरो बहिनीको हत्यासम्म गरे त्यसले। हेर जोजो, खुनको बदला खुन हुन्छ। त्यसलाई जहाँ भेट्छस् त्यही सिध्याइदिए। बरु तँलाई कति पैसा चाहिन्छ त्यति पैसा दिन्छु। मेरो कुरा यति हो, तैँले बुझिस् नि? ल अहिलेलाई फोन राख्दे। ओइ जीवन, ओइ जीवन, कहाँ जानु खोजी तँ?
आज त तेरो यो संसारबाट बिदा हुन्छ। हामी 2 दिनदेखि भोका छौँ। तँलाई थाहा छ तेरो रगत खान नपाएर। हेर जीवन यो कलियुग हो, सत्युग होइन। यहाँ रामको विजय होइन, रावणको विजय हुन्छ। अब हामी तेरो गाउँ बनाइरहेको छ यहाँ। अब तेरो हामी ज्यान बनाइदिन्छु। तिमीलाई आमाको दुध खाने बेलामा हामीसँग दादागिरी गरेर हिँड्छस्। ठिक भनिस् बिकी तैँले। जङ्गलमा स्याल मात्रै होइन, अन्य धेरै जनावर पनि हुन्छ। तर सिंह भनेको सिंह नै हुन्छ। तर ऊ एउटै हुन्छ, एक्लै हुन्छ, तर जङ्गलको राजा हुन्छ, राजा। बरु त लट्ठीको सहारा लिएर हिँड्ने बेलामा तिमीहरू मसँग दूरी खोज्दैछौ। साला आफूले सिउँदो ठान्नुहोस्। साला हिजोका केटीको पक्रेर हिँड्छस् बोलेस्। काल कालको कि काल म अब तिमीहरूको राम नाम सत्य अन्त्य गर्न आएको बौला हो। म बौला हो, जिन्दगीको बौला। म पागल हो यस केटीको लागि सर्वस्व त्यागेका। त्यही केटीको लागि हो मलाई नस्वीकारेको। यो केटीको तस्बिरलाई नजलाएसम्म न तपाईँको मनबाट हट्छ न दिमागबाट नै हट्छ। जबसम्म यो तस्बिर मैले जलाउँदिनँ तबसम्म तपाईँको मनले नबस्न सक्दिनँ। खै म यो तस्बिर जलाएछु तपाईँसँग
छोडिदेऊ जिउँदो मान्छेको तस्बिर जलाउनु हुँदैन बरु यसलाई म च्यातेर अब यो मान्छेको न त तस्बिर हो न त मेरो दिमागमा बसिनै सकेको कुर्दा कुर्दा उसको यादमा 1 वर्ष बितिस् अब के तिमी मेरो जीवनमा बस्न सक्छौ?